हाले सरी। गोलभेडालाई पनि गल्ने गरी भुट्नुपर्छ हैन। यसरी चलाउँदै भुट्नुपर्छ। अनि यो गलिसकेपछि गल्यो अब गल्यो। अब यसपछि म जिरा चाहिँ अलग्गै पिसेको थिएँ, जिरा हालेँ। यसलाई पनि मजाले चलाउँदै छु। अब माछा हालेँ मैले। यो चाहिँ नतारिकन खाने दिदीले भन्नुभएको थियो, त्यही भएर। नत्र भने म तारेर बनाउँछु, यो चाहिँ नतारिकन बनाऊ भन्नुभयो, अनि त्यही भएर बनाएको। यसलाई चाहिँ हल्का मोले, यसरी मोल्ने हैन। अनि यसरी मोल्ने। यसरी मोलिसकेपछि अनि यो हरियो प्याज हो, माथिबाट छर्दिएँ। अनि त्यसपछि यसलाई एकछिन गुम्साउनलाई यस्तो छोपिदिन्छु। यसरी चलाउने। यसलाई चाहिँ 1-2 मिनेट छोपिदिन्छु म। अब त्यसपछि फेरि म निकालेर पानी हालेँ, आफूलाई चाहिने जतिको झोल। यसरी अब म्यागी क्युब थोरै हालेँ। यसले अलिकति टेस्ट दिन्छ हैन सुप खाँदाखेरि। ल मेरो माछा पाक्यो। सबै यो सुकेको हरियो लसुन पनि मजाले पाक्यो। धनिया राखेँ। अब यो धनिया राखेपछि खाने, किनभने अगाडि नै उम्लिसकेको थियो, पाकिसकेको थियो। अनि यो पछि मैले देखाएको हजुरहरूलाई। अब एकछिन पछि यसलाई निकाल्ने। कस्तो छ हजुरहरूलाई मन पर्यो कि परेन? मेरो त यस्तै हो तरिका हैन। अब म सर्भ गर्छु हैन। लेमन हाल्छु। लेमन 2-3टा हालेँ। एकदम टेस्ट दिन्छ। अमिलो मिठो हुन्छ। पिरो अमिलो चटक्क। यसरी बनाउन सक्नुहुन्छ तपाईहरु पनि है। यो एकदम इजी छ। मजाको भयो। खाउँ लागेछ कि छैन हजुरहरूलाई? ल म अब भात हालेँ है, राइस। अनि यसलाई पनि पस्काएँ मैले। डल्ले खुर्सानी, लेमन, माछा कस्तो यसको बाफले देखिन कि राम्रोसँग है। यसरी खाने है साथीहरु। यसरी चटक्क खाने।